हेलो गाइज, वेलकम बैक टू माई न्यू भिडियो। आज चाहिँ हामी यहाँ घाँस काट्न आइरहेको थियौँ। हामी चाहिँ मेरो बुढाबुढी नै घाँस काट्न आइरहेको छौँ। यता चाहिँ बुढी घाँस काट्दै थिइन्। मैले चाहिँ यहाँ 3 पुला बनाएर राखेको छु है। 1 2 3 यो मैले काटेको। बुढी चाहिँ यता काट्दै गरेको देख्न सकिन्छ। बुढीको चाहिँ यो दाब्रे हातले काटा स्टाइल चलेको छ। दाहिने हातले काट्न सकिन्न। यस्तै छ, पुरा जङ्गल छ यताउता हैन। साँझको मौसम भइरहेछ। यता चाहिँ हात काटेको छ, खै हात हेरौँ। बलद आउनु लाग्छ हात काटेर बुढीको। नङै गएछ है। घाँसहरू पनि यति लामो लामो छ। यता चाहिँ यो फुल रहेछ, यसलाई चाहिँ बुकी फुल भन्छ है। धेरैजनाले चिन्नुहुन्छ होला, कसले चिन्नुहुन्छ कमेन्ट गर्नु होला। यो चाहिँ यताको यिनी कति पुला छन्? 2 4 5 पुला रहेछन् है। यो चाहिँ बुढीले काटेको है, 5 पुला। मेरो चाहिँ माथि छ, माथि अघि देखाएको यता माथि साइडमा, माथितिर कता देखेको छैन कि। यता चाहिँ हात काटेर यस्तो भइरहेछ बुढीको। म चाहिँ यहाँ भिडियो बनाइरहेको छु है। यता बुढीको हात काटिरहेछ, म चाहिँ भिडियो बनाइरहेको छु। सबै घाँसहरू पुरा माथिसम्म रहेछ। यत्रो लामो लामो घाँस छ यहाँनिर आउँछ। यो यति लामो घाँस छ, धेरै माथिसम्म रहेछ है। पुरा साँझको मौसम, राति पनि हुन लागिसक्यो। यति बेला चाहिँ ट्याक्कै बेलुकाको 6 बजिसक्यो है। यता मान्छे घाँस काट्ने मान्छेको हातै घाइते भइसक्यो। के गर्नु, यस्तै छ गाउँले जीवन। यता हात काटेको मान्छेको अनुहार हेरौँ है। हात काटेको मान्छे यसरी हाँसिरहेको पहिलोपटक होला है। दुखिरहेछ। अब चाहिँ म घाँस काट्न लाग्यो। हामी चाहिँ खत्रै हो क्या घाँस काट्नमा है। मेरो पनि हात काट्यो भने समस्या होला। गाइज, कस्तो लाग्यो मैले घाँस काटिरहेको छु हेरौँ है। हामी चाहिँ खतरा गरेर काट्दिन्छ क्या, खतरासँग काट्दिन्छ है। हाम्रो चाहिँ यो घाँस काट्ने स्टाइल हेरिहाल्नु। नमस्कार, आजको भिडियो कस्तो लाग्यो, जस्तो लाग्छ त्यस्तो कमेन्ट गर्नु होला। आजको भिडियो यति नै है। रात परिसक्यो, अलिकति घाँस काटेर जानुपर्छ। जसलाई मनपर्छ लाइक, कमेन्ट